वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ मेरो छुट्टी थियो अनि ब्याङ्कमा जानुपर्ने काम पनि थियो। त्यही भएर बिहानै उठेर खाना बनाएर खाएर गयो भनेदेखि त आज फ्राइडे हो, छिटो ब्याङ्क बन्द हुन्छ भनेर मैले नर्मल ब्रेकफास्ट बनाएँ अनि स्यान्डविच र कफी खाएर म ब्याङ्कतिर जानको लागि रेडी भएँ। अनि ब्याङ्कमा लिएर जानुपर्ने डकुमेन्टहरू चाहिँ नबिर्सिकन याद गर्दै ब्यागमा हालिरहेको थिएँ। बाहिर चाहिँ एकदमै चिसो थियो, आज पानी परिरहेको थियो। जापानमा चाहिँ वेदर एकदम चिसो भइसक्यो अनि त्यही भएर एकदम तातो लुगा लाएर हिँडेन भनेदेखि त कस्तो चिसो भएर फ्रिज भयो जस्तो हुन्छ। त्यही भएर सुरुमा चाहिँ टोपी नलाइकन जाउँ कि भनेर सोचिरहेको थिएँ। फेरि पछि होइन, फेरि बिरामी भयो भने काममा जाउँ हुन्छ भनेर टोपी सोपी लाएँ अनि बिर्सेको सामानहरू माथि रुममा गएर सबै लिएर आएर ब्यागभित्र हालेँ। त्यस पछाडि चाहिँ बत्ती मारेर पानी परिरहेको थियो, छाता लिएर चस्मा लाएर म निस्केँ। अनि निस्किँदाखेरि बाहिर पुरा अँध्यारो थियो। बाटोमा हेर्दै गइरहेको थिएँ अनि त्यस पछाडि जेब्रा क्रसिङ गरेँ अनि बिचमा एउटा झिन्जा थियो। त्यहाँ चाहिँ मागेको कुराहरू सोचेको कुराहरू माग्यो भनेदेखि पुरा हुन्छ भनेर सुनेको थिएँ। त्यही भएर विस गरेर फर्केँ। थ्याङ्क यू सो मच फर द वाचिङ।